हाम्रो केटाहरू खेल्दैछ न स्वेल ह्यापी बर्थडे टु यु टाइगर जम्प टाइगर लो लो बाघ मासु यहाँ तल मासु छ डल्ले सुँगुर पाक्दैछ यहाँ हातमा तीनटा माछा परेछ। हेलो एभ्रिवान, स्वागत छ हजुरलाई फेरि पनि मेरो नयाँ भिडियोमा हैन। र आज चाहिँ हामी जाँदैछौँ फेरि पिकनिक हैन। र आजको पिकनिक चाहिँ हेभी इन्ट्रेस्टिङ हुनेवाला छ। भाइहरूको बर्थडे छ आज हैन। यो भाइ चाहिँ जेन्जी आशिष भाइ हैन। हामी चाहिँ चल्दैको पिकनिक अब फाइनली गाइज हामी चाहिँ सामसिङ आइपुगे हैन। यो चाहिँ सामसिङको माथिको रोड हो हैन। एन्ड आशिष भाइ कस्तो छ नजारा? एकदम दामी दामी है। यो चाहिँ हाम्रो हाई स्कुल, हामी पढेको हाई स्कुल हैन। र जग्गा हेरेर चाहिँ आँखामै मतलब नबिजाउने खालको क्या र गाइज यो चाहिँ सुन्दर बस्ती हो हैन। हामी हिँड्ने बाटोमा चाहिँ बस्ती गाउँ बजार सबै भेट्छ सब छ हैन। हामी चाहिँ यस्तो लोकेसनमा छु जुन जग्गामा चाहिँ सबै चिजको सुविधा छ। यो चाहिँ सुन्दर बस्ती हो हैन। र गाइज हामी चाहिँ सुमैले नौरा जाने बाटोमा हो। यो चाहिँ जङ्गलको बिचको बाटो हो। यतापट्टि गाउँ उतापट्टि गाउँ बिचमा जङ्गल है। र यो चाहिँ हाम्रो नौरा रिभर जाने बाटो हो हाम्रो। यो चाहिँ धेरै डरलाग्दै जङ्गल हो भनौँ न। लामो जङ्गल छ अलिकति हो। र हामी चाहिँ आइपुग्यो अहिले नौरा इन्टेकमा हैन। र फेरि पनि हामी त्यही जग्गा जाँदैछौँ पिकनिक खेल्नको लागि। यहाँ चाहिँ केटाहरू चढ्दैछ जम्चेन होइन केटाहरू। त्यसैले अब फेरि पनि त्यही इन्टेक त्यही बाटो त्यही जग्गा एभ्री डे सेम थिङ सेम सिट। वाउ नाइस। र गाइस यसलाई चाहिँ भनिन्छ इन्टेक होइन, नौराको इन्टेक। माहौल पनि राम्रो छ होइन। खेल्दिम पौडी सौडी केटाहरू अब। र गाइस तपाईँहरू बस खोलाको मजा लिनुहोस्, खोलाको दृश्य लिनुहोस्, मजा गर्नुहोस् होइन। पिकनिकको मजा लिनुहोस्। हाम्रो पिकनिक खेल्ने स्थान चाहिँ यो हो, पिकनिक खाने स्थान। केटाहरू यहाँ दाउरा लिएर आउँदैछ। र गाइस हामी चाहिँ फाइनली आइपुग्यो नौरा खोलामा होइन। भाइ सबै तयारी हुँदैछ होइन। अर्पितले यहाँ आगो बाल्दैछ होइन। के बनाउने अर्पित यहाँ? डल्ले सुँगुर पाक्दैछ यहाँ चाहिँ होइन। पर्सन भाइ भाइ देखाइदियो भाइ। गाइज नौरा खोला चाहिँ तपाईँहरू हेर्नु सक्नुहुन्छ कस्तो छ नौरा खोला चाहिँ होइन। र गाइज यहाँ चाहिँ हाम्रो साथीहरूले माछा मार्ने तरिका चाहिँ अब देखाउँदैछ होइन। माछा चाहिँ कसरी मार्छ भने टिफिन भित्र चाहिँ माथिबाट सेतो कपडाले ढाकेर होइन, सानो दुलो पारेर यो खालको बनाएर चाहिँ होइन, रबर लाएर यहाँ भित्र चाहिँ आँटाको डल्ला हालेको छ। हाल्यो भाइ माछा पऱ्यो भाइ 1 किलो 1 किलो निस्क्यो। अब 1 किलो निस्क्यो। आशिष भाइ तिमी भन आज हामी कति किलो माछा मार्नेवाला छौँ यहाँबाट? हामी त अब भन्नु सक्दिनँ होइन। तर यो बुटुकोमा चाहिँ यो पाराले हामीले माछा पार्यो भने चाहिँ 1 किलो कन्फर्म हो। नौराको खोला चाहिँ सकिन्छ। नौरा खोला सकिन्छ फिलहाल। खोलाको माछा सकिन्छ। एउटा बुटुकोमा 1 किलो माछा पक्का हो। पक्का हो भाइ? पक्का हो। पर्यो अब चाहिँ। र यहाँ चाहिँ हाम्रो भाइले माछा मार्नुको लागि आँटा हाल्दैछ। माछा पर्छ भाइ? कन्फर्म पर्छ। 1 किलो पक्का हो। 1 किलो चाहिँ कन्फर्म हो एउटा पर। लु अब यहाँ एउटा हामीले अर्को यो हामीले एउटा डामी हालिसकेको छ। अर्को पोसिसकेको छ यहाँ भित्र हेर्नु सक्नुहुन्छ। माछा कुद्दैछ वरिपरि होइन भाइ? खेल्दैछ। हाम्रो यहाँ नेपाली बियर ग्रिल्सले आगो बाल्दैछ होइन। हन्टिङ पनि हुन्छ अब एकछिनमा। यहाँ चाहिँ भाइले हालिदिँदैछ अब टिफिन होइन। माछा पर्यो अब। त्यसैले अब यो नौरा खोलाको माछाको चाहिँ काल आइरहेछ अब होइन। अब 1 किलो चाहिँ 2टा टिफिनमा पक्कै पनि आउने भयो। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन। माछा चाहिँ यो खालको वरिपरि घुम्दैछ टिफिनको है। अब चाहिँ माछा भित्र पर्यो। पर्सन भाइ माछा पोलेर खान्छौ कि फ्राई गरेर खान्छौ? तिमीहरू के गरेर खान्छौ? म सुप बनाएर खान्छु। निकाल्ने टाइम चाहिँ भएछ यहाँबाट होइन। टिफिनबाट माछा चाहिँ कतिवटा पर्यो यी भित्र हल्लिँदैछ होइन। माछा एउटा झऱ्यो 2टा भयो होइन। माछा चाहिँ दामी परेको छ गाइस होइन। यो के माछा हो? यो भित्ती माछा हो है। कस्तो तिम्रो एक्सले तिमीलाई तडपाक्थ्यो यहाँ त्यस्तै तडपाउँदैछ माछालाई पनि। के पोल्छौ? जिन्दै माछा खाइदिन्छौ? दया माया छैन? पोल्नु परेन केटा, पोल्नु परेन। यो के को लागि ल मुखैमा हालेर पोल्न आँटेछ। र गाइस बल्ल बल्ल थाहा भयो नौरा खोलाको माछाहरू चाहिँ भेजिटेरियन होइन, नन भेजिटेरियन रहेछ। मासु काट्दा चाहिँ यहाँ यसरी निस्किँदै रहेछ बाहिर माछाहरू। गाइस यहाँ चाहिँ हाम्रो गाउँको दाहरू माछा मार्न आउनु भएको रहेछ होइन। सञ्जीव दा साटाक सुटुक आउनुहुन्छ तपाईँहरू माछा मार्नु? कति केजी मार्नु भयो? यो चाहिँ नौरा खोलाको माछा होइन। यो माछा चाहिँ यस्तो डरलाग्दो टेस्टी छ। 500 रुपियाँ केजी दिँदा पनि अफोर्ड लाग्छ क्या, आफूलाई अफोर्डेबल लाग्छ यो माछा चाहिँ होइन। यहाँ चाहिँ भाइले निकाल्दैछ होइन। अब कति माछा पऱ्यो हेरौँ। र यहाँ चाहिँ मेरो हातमा 3टा माछा परेछ होइन। अब दाहरूले चाहिँ भन्दैछ यहाँ होइन। दा भनिदिनु तपाईँ कस्तो छ नौराको माछाको टेस्ट चाहिँ कस्तो छ? दामी टेस्ट आउँछ माछाको चाहिँ होइन।
ढुङ्गाले मारिदिने क्या उता मैले मारे त खोइ र गाइस बस्दा बस्दा चाहिँ यहाँ गङ्गेटा आयो मेरो हात्तीमा होइन ढुङ्गाले मारिदिएँ मैले चाहिँ यो चाहिँ अब जङ्गली गङ्गेटा हो कि देशी हो कि विदेशी हो कि परदेशी हो कि सन्देशी हो कि डरै लाग्दो गङ्गेटा छ होइन र गाइस हाम्रो चाहिँ आज यहाँ फेरि पनि पिकनिक स्टार्ट भइसकेको छ हो पनि दा गोले भाइहरू यहाँ केटाहरू यहाँ ड्याम छ मासु यहाँ तल मासु छ मासु हुँदैछ गङ्गेटा पनि छ छ आजको दिनमा हो माछा पनि तयार हुँदैछ हो बडी देखाइदिए तेरो बडी यसको बडी पनि ठिक छ अब तपाईँको बडी देखाऊ तपाईँको बडीको पाला बडी अन्त ऊ पछाडि हेरेर नि देखाइदिइहाल्यो तपाईँको बडी देखाऊ अन्त कसले भ्याउँछ भी छ नि फेरि यो दाको चाहिँ फेरि यहाँ चाहिँ म ड्राइभ हान्नु गइरहेको छु होइन मलाई नपानु नि त अन्त र यहाँ चाहिँ म अनि भाइहरू पौडी खेल्छु होइन जो हान्दियो भाइ हान्दियो केही नसोची पानी चाहिँ यहाँ कतिको छ तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ छ हाम्रो सोहेल साथी होइन सोहेल भाइ ब्याकफोल्ड हान्दियो ब्याकफोल्ड दामी 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 सोहेलले पनि टाइगर जम्प हान्छ अरे लो 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 टाइगर जम्प टाइगर लो लो बाघ 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 आयो म पनि अब यहाँ डरै लाग्दो जम्प हान्नु गइरहेको छु र यहाँ चाहिँ हाम्रो केटाहरू खेल्दैछ नि सोहेल दामी 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 क्याच क्याच पर्सन भाइ खतरा के मार्दैछ यहाँ यत्रो चाहिँ के मार्यो तिमीले कसले लग्यो लो यहाँ चाहिँ हाम्रो भाइले खाना बनाउँदैछ हो लो भाइहरू हो लगाउने नानीले पानीले घुमाउला तिमीलाई केवल कारमा हेर्छ भाइ खाना खाँदैछ केटाहरूले यहाँ चाहिँ खाना पस्को केटाहरू लु फटाफट खाना खाइदिउँ लु रात पऱ्यो हाल ओइ कहाँ कुदो चाहिँ भात मात्रै बोकेर मासु यता छ यहाँ लाइन लाग नाचिदेऊ ए सोल्टी नाचिदेऊ ए सोल्टी लो 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 नाच्दै गर भाइ यहाँ चाहिँ हामी खाना खानु गइरहन्छौँ केटाहरू सबैजना खाना खानु बसेको छ है आज चाहिँ आविष्कार भाइको बर्थडे हो र हामीले विश गरेको थियौँ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर आविष्कार भाइ ह्याप्पी बर्थडे टु यु भन भाइ आशिष भाइको पनि बर्थडे हो आशिष भाइ खोइ ओ ह्यान्डसम भाइ ह्याप्पी बर्थडे भाइ अलराइट साथीहरू आजको लागि चाहिँ यहीँसम्म यति नै मजा आयो होइन र धेरै धेरै धन्यवाद यहाँसम्म हेरिदिनु भएकोमा चाहिँ र फेरि भेटौँ हामी होइन नेक्स्ट भिडियोमा बाई बाई आजको लागि चाहिँ होइन शुभरात्रि।